नमस्ते नमस्ते दर्शकबिन। आज पनि अहिले पनि अर्को एउटा नयाँ भिडियो लिएर आएको छु म। यति बेला छु म मध्य नेपाल नगरपालिका वडा नम्बर 1 चिन्डे गाउँमा छु। चिन्डे गाउँको अत्यन्तै यो आकर्षक एकदमै मनमोहक देखिने गरेर झन्डाहरू राखिसकिएको छ, जुन झन्डाले गर्दा एकदमै रमाइलो देखिएको छ। अब म यहाँ आउने घुम्न आउने व्यक्तिहरूसँग पनि कुरा गर्नेछु। तपाईँहरूलाई यहाँ वरपरका दृश्य पनि देखाउनेछु म तपाईँहरूलाई। देख्नुहुन्छ यहाँ तपाईँबाट तल देख्न सक्नुहुन्छ, यो हो चिन्डे गाउँ। यहाँबाट चिन्डे गाउँ देख्न सकिन्छ। चिन्डे गाउँको अत्यन्तै रमणीय दृश्य छ यो, यहाँलाई देखाइरहेको छु। यो यसरी देख्न सक्नुहुन्छ, यो चिन्डे गाउँको दृश्य रहेको छ भने यहाँबाट वरपरका दृश्यहरू, थुप्रो दृश्यहरू देख्न सकिन्छ। यहाँ यो बस्ने ठाउँ पनि बनाएको छ र अत्यन्तै रमणीय र मनमोहक दृश्य यहाँबाट देख्न सक्छौँ, हामीले देख्न पाउँछौँ। यहाँबाट तरको यो देख्न सक्नुहुन्छ, सोती पसल, दुई पिप्ली लगायतका अन्य गाउँ बस्तीहरू पनि पुरै देख्न सकिन्छ चारैतिर। यति बेला पनि मैले एकजना हाम्रो साथीलाई यहाँ भेटेको छु। नमस्कार। नमस्ते हजुर, नमस्ते। यहाँ पनि आइपुग्नु भएछ। जहाँ जहाँ रमणीय स्थान छ, जहाँ छ, यहाँ तपाईँलाई यहाँ यो क्षेत्र आइपुगेपछि कस्तो लाग्छ? मलाई यो एकदम, म चाहिँ पढेको चाहिँ यही सप्तधारा माविमा पढेको। हजुर। त्यसपछि म चाहिँ बसाइ सरेको कारणले सुन्दर बजार गएँ। त्यसपछि म धेरै वर्षपछि म यो ठाउँमा आइपुगेको। हजुर। जिता, आई लभ जिता लेखेको पनि मलाई याद त थियो, निर्माण भएको पनि याद थियो, तर यो ठाउँमा हो भन्ने कुरो मलाई यही अहिलेसम्म मलाई यो ठाउँमा नआएर साह्रै यो ठाउँ कस्तो होला भन्ने मनमा चाहिँ एकदम खुल्दुली भइरहेको थियो। हिजो चाहिँ म चाहिँ यतै आउने, जिता आउने क्रममा चाहिँ झन्डा पनि मैले सुन्दर बजारबाटै भनेपछि यो झन्डा लगाउनु भएको तपाईँको लिएर आएँ मैले। तपाईँ जहाँ जहाँ जानुहुन्छ त्यही झन्डा लगाउनुहुन्छ। झन्डाको झन्डा लगाएर त्यो क्षेत्रलाई भाइरलै बनाउनुहुन्छ कि यो क्षेत्रलाई नि भाइरलै बनाउनको लागि लगाउनु भएको त होइन नि? क्षेत्र पनि यसो हेर्दाखेरि चाहिँ पर्यटक आउने ठाउँ लायक एकदम मन्दिर, हाम्रो राक्सी कालिका मन्दिर। हजुर। अनि हाम्रो आई लभ जिता, अनि हाम्रो चाहिँ यो के पार्क बाबु, शहीद पार्क यतापट्टि छ, उहाँ पनि शहीद पार्कमा पनि हामी झन्डा हाल्ने भइरहौँ। झन्डा हाल्ने हो योजना, राक्सी कालिकामा नि हाल्ने हो। राक्सी यहाँ पनि गरेर हामीले चाहिँ 12वटा नेपालको झन्डा, हजुर, 18वटा बुद्ध, हाम्रो चाहिँ यो चाहिँ शान्तिको झन्डा चाहिँ हामीले चाहिँ आज टाँगेर बेलुकासम्म सबै ठाउँमा टाँगेर भ्याइन्छ होला। अहिलेलाई चाहिँ आई लभ जितामा टाँगिसकिया, रमाइलो छ, राम्रो छ। सबैजनाहरू हाम्रो यो मध्य नेपालको नभइकन हाम्रो यो नेपाल अधिराज्यभरि पनि यो भिडियोहरू जहाँ जहाँ पुग्नुहुन्छ, तपाईँहरूले यो रमणीय स्थलमा आएर चाहिँ आफ्नो चाहिँ पहिचान, आफ्नो यो जिताको पहिचान, जितावासीले जिताको पहिचान गरिदिनु पर्यो र अरूले पनि यो ठाउँको लागि राम्रो छ भनेर चाहिँ सबैले चाहिँ एउटा भिडियो अनि टिकटकहरू अनि फेसबुकमा यहाँको फोटोहरू खिचेर चाहिँ तपाईँहरूले हालिदिनु होला। धेरै राम्रो छ। तपाईँको मुख्य उद्देश्य भनेको हामीले बुझ्यौँ। सरसर्ती हेर्दा जहाँ जहाँ पनि तपाईँले हेर्दा लगाउनु, तपाईँको सोच बन्छ यो झन्डाहरू लगाउने, त्यो क्षेत्रलाई पर्यटन प्रवर्धनको निम्ति रहेको भन्ने बताउँछ कि यो पक्कै हो? पक्कै हो। यसमा पर्यटन प्रवर्धन आफ्नो स्थानीय तहको होइन, स्थानीय क्षेत्रलाई पर्यटन प्रवर्धनमा उच्च शिखरमा पुर्याउने यहाँको योजना हो। रमाइलो डाँडाको सम्झना छ। तपाईँ टिकटकमा पनि उत्तिकै भाइरल हुनुहुन्छ। तसर्थ तपाईँलाई रमाइलो डाँडालाई तपाईँले चिनाउनु भयो र सँगसँगै टिकटकले गर्दाखेरि पनि विभिन्न क्षेत्रमा, जस्तै जिताकोटमा पनि लगाउनु भएको छ होइन। यहाँ पनि यो चिन्डे डाँडा जिता नै पर्यो, चिन्डे डाँडामा पनि लगाउनु भएको छ भनेपछि यहाँको यो स्थानीय तह क्षेत्रमा लमजुङका विभिन्न क्षेत्रहरूको पर्यटन प्रवर्धनमा मुख्य भूमिका रहेको हामीले देख्यौँ। हजुर, होइन त? धेरै धेरै धन्यवाद यहाँलाई। यसरी नै आगामी दिनहरूमा जहाँ जहाँ यहाँको नजरले, जहाँ जहाँ यहाँको आँखाले भ्याउँछ, जहाँ जहाँ देख्नुहुन्छ यो क्षेत्र चाहिँ पक्कै पनि हामीले यो काम गऱ्यौँ भने चाहिँ पर्यटन प्रवर्धनमा मुख्य
पाटो र बाटो रहने र अगाडि बढ्नेछ भन्ने कदमहरू चाल्दै जानुहोस्। हस् शुभकामना। हस् हस् धन्यवाद। हस्। अब सँगसँगै म हाम्रो यहाँ 1 नम्बर का वडा अध्यक्ष सुदीप थापासँग पनि कुरा गर्न चाहन्छु। नमस्कार। नमस्ते दाइ। यो आई लभ जिताको परिकल्पनाकार त 1 नम्बरका वडा अध्यक्ष सुदीप थापा हुन् नै। यसमा चाहिँ धन्यवादको पात्र हुनुहुन्छ। यसमा कुनै सङ्कोच छैन। अहिले पछिल्लो समय यो अचानक देख्यौँ हाम्रो जयश्वर धितालजीले जहाँ जहाँ पनि झन्डा लगाउँदै आउनु भएको छ। यो क्षेत्र पनि उहाँको नजर पर्यो। हेर्दा अहिले एकदमै आकर्षक देखिएछ। अनि यहाँलाई कस्तो लागेको छ, के लाग्छ यो विषयमा थोरै राखिदिनुहोस्। यस्तो छ, के लाग्छ भन्दा पनि अब हामी जितामा जन्मिसकेपछि जिताले हामीलाई के दियो भन्दा पनि मैले जितालाई के दिएँ भन्ने हिसाबले चाहिँ हामीले काम गरिरहेको छौँ। अहिले हामीले तपाईँको वडामा विभिन्न क्षेत्रमा काम गरिरहेको छौँ। त्यो मध्ये एउटा चाहिँ यो आई लभ जिता भन्ने एउटा पार्क बनिरहेको छ। अहिले पार्क बनाउने क्रममा चाहिँ सबै ठाउँमा चाहिँ टिकटकतिर फेसबुकतिर हेर्दै गर्दाखेरि अहिले पछिल्लो समयमा हाम्रो जयश्वर धिताल दाई, डिम्पल दाई, उहाँ चाहिँ आदरणीय हाम्रो चाहिँ यही वडामा जन्मिनु भयो। पछि चाहिँ पछाडि सरेर सुन्दर बजार गएर बस्नुभयो। अनि उहाँले चाहिँ त्यो ठाउँ ठाउँमा यस्ता खालको झन्डाहरू चाहिँ हाल्ने, त्यो ठाउँमा गएर टिकटकहरू बनाउने, नाच्ने, त्यो देखिसकेपछि मैले चाहिँ वडाबाट 1 लाख पैसा विनियोजन गरेर त्यसपछि दाईसँग जयश्वर दाईसँग सहकार्य गरेर ल कसरी बनाउने, के गर्ने, तपाईँ जिता आउनु पर्यो भनेर उहाँलाई बोलाएर हामी 1-2 दिन भयो जिता बसेर चाहिँ सहकार्य गरेर भनेपछि उहाँसँग समन्वय भएको थियो यो विषयमा, यो झन्डा लगाउनेको विषयमा। अहिले हामीले काम सुरु गरिरहेछौँ। अझै हामीले राक्सीखाली मगनमा मान्छे त चाहिँ शहीद पार्क, हाम्रो शहीद पार्क चाहिँ कस्तो भने तपाईँको सायद नेपाल अधिराज्यमा कुनै पनि वडामा छैन होला जस्तो लाग्छ मलाई। जति पनि द्वन्द्वकालमा वडाभित्रका शहीदहरू, आर्मी, प्रहरी, सेना, माओवादी, शिक्षक, जोसुकै होस्, जति पनि द्वन्द्वकालमा बित्नुभयो उहाँहरू सबैजनाको चाहिँ शहीदहरूको चाहिँ शालिग बनाएर हामीले पार्क बनाएको छौँ। अहिले त्यहाँ गएर पनि हामीले चाहिँ झन्डाहरू हाल्ने काम छ हाम्रो, सुरु गर्दैछौँ। एउटा कुरा चाहिँ अब जयश्वर दाई देखेर के खुसी लाग्छ भने जितामा जन्मिनु भयो, जिताबाट बाहिर गएर बस्दा पनि फेरि फर्किएर आएर आफ्नो ठाउँमा केही गर्नुपर्छ है, हामीहरूले चाहिँ नगरे कसले गर्ने त भनेर चाहिँ आउनु भएको, सम्झी आउनु भएको छ। यसरी नै हाम्रो जिताको चाहिँ जति पनि बाहिर गएर बस्ने चाहिँ आदरणीय बुबा आमा दाजुभाइ साथीभाइहरू जो हुनुहुन्छ सबैजनाले यसरी आफू जन्मिएको ठाउँमा केही न केही सबै गरिदिनु भयो भने पक्का पनि आफ्नो ठाउँ बन्छ। त्यसरी म सबैजनालाई अपिल गर्न चाहन्छु, तपाईँहरूले जे सक्नुहुन्छ, जस्तो चाहिँ तपाईँहरूको चाहिँ आइडियाको कुराहरू होला, सुझावको रूपमा तपाईँको चाहिँ आएर केही सानसानो कामहरू, योजनाहरू काहीँ केही गरिदिनु भयो भने, सबै मान्छेहरू आएर केही न केही गरिदिनु भयो भने अवश्य पनि जिता हुन्छ। हामीले जितालाई चाहिँ सेकेन्ड बन्दीपुर बनाउने भन्ने उद्देश्यले चाहिँ काम गरिरहेछौँ। बिस्तारै बनाउने क्रममा छौँ र बनाउँछौँ पनि। विशेष धन्यवाद पनि। यहाँहरूको योजना सफल होस् मेरो शुभकामना पनि व्यक्त गर्न चाहन्छु। दर्शकबिन यति बेला हुनुहुन्थ्यो वडा नम्बर 1 का वडा अध्यक्ष सुदीप थापा। उहाँको योजना विषयमा यहाँले सुनिसक्नुभयो, यहाँका विचारहरू सुन्नुभयो। तपाईँहरू पनि आउनुहोला, यो क्षेत्रमा एकपटक आएर भ्रमण गर्नुहोला, यहाँको बारेमा बुझ्नुहोला, यहाँको विशेषता, यहाँको हरेक कुराहरूको बारेमा बुझ्नुहोला।